हेलो नमस्ते एभ्रिवान, म सुजाता पौडेल एन्ड हाम्रो 90 डेज गो रिल च्यालेन्जको आज 90 डेज हो। एन्ड आजको कन्टेन्ट माई फेभरेट कन्टेन्ट फर मोर भ्यू एन्ड लिड्स। यस, सो कन्टेन्ट हामी जहिले पनि कुनै कन्टेन्ट बनाउँछु, म जहिले पनि कुनै कन्टेन्ट बनाउँछु। एज मच एज पोसिबल मेरो प्रयास हुन्छ कि म उसमा एजुकेसन हाल्न सकूँ एन्ड इन्स्पायर गर्न सकूँ एन्ड इन्टरटेनमेन्ट हाल्न सकूँ, ताकि जसले पनि यो बिजनेसमा ग्लोबल अनलाइन डिजिटलमा आउनको लागि सोच्दै उसिन्छ भने, विचार बनाउँदै उसिन्छ, इन्ट्रेस्टेड हुनुहुन्छ भने उहाँले फुल इन्फर्मेसन जान सकोस्। साथ म प्रयास गर्छु कि दिनमा ट्वाइस अ डेमा आफ्नो पोस्टिङ हालौँ, कन्टेन्ट बनाएर हालौँ। वान इज बिकज म राइट नाउ अन अ भेकेसनमा छु, म इन्डिया एन्ड नेपाल गर्दैछु भनेर अहिले म दिल्लीमा फर्केर आएँ। सो म एउटा इन्टरटेनमेन्टको हाल्छु अनि एउटा म आफ्नो नलेजको हाल्छु। नलेज भनेको म बिजनेसको हाल्छु, इन्टरटेनमेन्ट भनेको म पर्सनल हाल्छु। यस, सो अहिले म हाम्रो 90 डेजको कन्टिन्यू हाम्रो चलिरहेछ। सो म रिल्समै ज़्यादा फोकस गरिरहेको छु। सो मेरो दुइटै कन्टेन्ट जो ट्वाइस अ डे जान्छ त्यो रिल्समा गइरहेछ। सो यस, एन्ड यसले के हुन्छ कि जसले पनि यो बिजनेसमा आउनको लागि खोज्दै उसिन्छ, सोच्दै उसिन्छ, इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँले राम्रो नलेज जान्छ। एन्ड यदि उहाँसँग कुनै पनि क्वेसन छ भने उहाँले मलाई फेरि सोध्न सक्नुहुन्छ अबाउट दिस बिजनेस। सो यो बिजनेस सबैको लागि हो, जसले पनि गर्न सकिन्छ, इजिली गर्न सकिन्छ। हजुरले हेर्दै हुनुहुन्छ कि म भेकेसनमा हुँदा पनि यो बिजनेस कन्टिन्यू गरिरहेको छु, सक्सेसफुली गरिरहेको छु। एन्ड साथै आफ्नो इन्जोयमेन्ट पनि गरिरहेको छु आफ्नो फ्यामिलीसँग। यसरी हजुर पनि गर्न सक्नुहुन्छ। यो बिजनेस धेरै सजिलो छ, धेरै इजी छ। जसले पनि यो बिजनेस गर्न सकिन्छ कम टाइममा। हजुरले कुनै काम गर्दै उसिन्छ, कुनै जागिर गर्दै उसिन्छ, आफ्नो जागिरको साथसाथ यो बिजनेस एज अ साइड हेसल इजिली गर्न सक्नुहुन्छ। यस, अनि जहाँ हुनुहुन्छ देशको कुनै पनि प्रान्तमा, कुनै पनि ठाउँमा हुनुहुन्छ, हजुरले त्यहीँबाट यो बिजनेस भलिभाति गर्न सक्नुहुन्छ। जस्ट वान थिङ, हजुरले एउटा स्मार्टफोन चाहियो एन्ड हजुरले इन्टरनेट चाहियो। यो दुईवटा कुराको साथ यो दुईवटा कुरासँग हजुरले यो बिजनेस भलिभाति गर्न सक्नुहुन्छ। मोर इन्फर्मेसनको लागि फ्री हजुरले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, थ्याङ्क यू।